नमस्कार। हामी गरिब छौँ अनि हामीले गरिब चाहिँ कसले बनाए त? किन हामी गरिब भयौँ? अनि हामी किन धनी बन्न सकेनौँ? धनी हुन कसले दिएन? यी यावत प्रश्नहरू त हाम्रो मनमा आइरहन्छन्। यी यावत प्रश्नहरूका उत्तरहरू खोज्दै गर्दा एउटा कारण हामी धनी नबन्नु, हामी गरिब बन्नुको सायद मलाई लाग्छ हामी आफू पनि हो। हाम्रो पुर्खादेखि नै हामीसँग कुनै धन सम्पत्ति केही पनि छैन अनि हामी हाम्रो जीविकोपार्जन गर्दै मात्रै अगाडि बढिरहेका छौँ, जसले गर्दा हामीसँग कुनै सेभिङ नभएपछि हामी गरिब हुनु त स्वाभाविकै हो। अब प्रश्न आउला, जीविकोपार्जन गर्नु त धौधौ छ अनि सेभिङ कहाँबाट गर्ने? राम्रो कुरा हो। जीविकोपार्जन गाह्रो भएको बेला सेभिङ गर्नु त गाह्रो छ, तर यदि अलिकति इन्कम छ भने त त्यसो भन्न पाइएन होला। अहिले यो समयमा हामी सबैले केही न केही काम गरेकै छौँ। कयौं रोजगार गरिरहेका छौँ भने कयौंले हामीले स्वरोजगार गरिरहेका छौँ। रोजगार स्वरोजगार छैन भनेदेखि हामीले वैदेशिक रोजगारी गरिरहेका छौँ। त्यहाँबाट हामीले केही न केही आम्दानी गरेकै छौँ। नेपालमै स्वरोजगार गर्ने अथवा विदेशमा वैदेशिक रोजगारी गर्ने अथवा नेपालमा रोजगारी गर्ने, सरकारी रोजगारी अझै भनौँ, गर्ने व्यक्तिहरूलाई तुलना गर्दा इन्कमका हिसाबले त उस्तै पनि होला जस्तो लाग्छ मलाई। अब कसले कसरी त्यसलाई बुझ्ने भन्ने कुरामा मात्रै फरक पर्ने हो। यदि हामीले हाम्रो प्राइभेट सेक्टरका जागिरहरू अथवा स्वरोजगार अथवा हाम्रो पेसा अथवा अन्य यस्तै केही आम्दानीका स्रोतहरू जे गर्दैछौँ, व्यापारै भनौँ, ताकि सन्तुष्टि लिने हो भने सायद उस्तै होला। तर केही न केही सेवा सुविधाका हिसाबले हामीले सरकारी जागिरलाई राम्रो स्थान दिइरहेका छौँ, राम्रो मानिरहेका छौँ। राम्रो कुरा हो, सरकारी सेवा गर्नु राम्रो कुरा हो, मान्नुपर्छ। तर आम्दानीका हिसाबले उस्तै हो। फेरि भन्नु होला, होइन यो चाहिँ आम्दानीका हिसाबले उस्तै हो भन्ने कुरा गर्नुभयो, सरकारी जागिरमा राम्रो हुँदैन भन्ने जस्तो कुरा गर्नुभयो। मैले त्यो भन्न खोजेको होइन। सक्नुहुन्छ, अवसर छ, सकिन्छ भने सरकारी जागिर खानुहुन्छ, राम्रो। तर सकिएन, तपाईँको क्वालिफिकेसनले भ्याएन, तपाईँको उमेरले भ्याएन, तपाईँको विविध परिस्थितिले भ्याएन, तपाईँको आर्थिक मतलब भनौँ गतिविधिले अथवा चाहिँ विभिन्न के परिस्थितिहरूले भनौँ न भ्याएन, तपाईँले त्यो सेवाभित्र प्रवेश गर्न सक्नु भएन भने के निधार ठोक्नै बस्नु त? त्यो त होइन। अब तपाईँले सन्तुष्टि लिने हो। म त्यो क्षेत्रमा प्रवेश गर्न पाइनँ, तर मैले अन्य क्षेत्रबाटै राष्ट्रको सेवा गर्छु र आम्दानी गर्छु भनेर तपाईँहरूले दृढताका साथ अगाडि बढ्ने हो। त्यसका निम्ति हामीसँग विभिन्न विकल्पहरू छन्। हाम्रो एक नम्बर राम्रो विकल्प भनेको कृषि पेसा हुन सक्छ, जुन व्यावसायिक तरिकाले गर्न सकिन्छ। अनि त्यस्तै व्यापार हुन सक्छ, केही उद्यम हुन सक्छ। यी बाहेक वैदेशिक रोजगारी अहिले सबैभन्दा राम्रो चाहिँ ठानिएको गरिएको पेसा छ। वैदेशिक रोजगार हुन सक्छ। जेसुकै गरौँ, हामीले 30-32 हजार त इन्कम गर्न सक्छौँ जस्तो मलाई लाग्छ। गरिरहेका पनि छौँ। अब सरकारी सेवा प्रवेश गर्ने सरकारी जागिरीहरूले पनि खरदारको त तलब त्यही हो, 32,902 रुपियाँ। अनि सुब्बा साहबको तलब हाम्रो 34,670 रुपियाँ र त्यस्तै गरी अधिकृत साहबको तलब भनेको हाम्रो 43,689 रुपियाँ त हो। त्यो बराबरको इन्कम यदि हामी दृढताका साथ मेहनत गरी लाग्ने हो भने अन्य क्षेत्रबाट अन्य तवरले
गर्न सक्छौँ। कृषि क्षेत्रमा होला, हाम्रो देशको विभिन्न दुर्गम विकट ठाउँहरूमा त्यो सम्भावना अलिक कम होला, तर त्यहाँ के फल्छ त, के चाहिँ राम्रो खेती गर्न सकिन्छ त, त्यस्ता विकल्पहरू खोजेर त्यतातिर लाग्नुपर्छ। अहिले कृषि आधुनिकीकरण हाम्रो सरकारको एउटा चाहिँ लक्ष्य भएकोले कृषिमा निकै लगानी गरेको छ। कृषि अनुदानहरू पनि पाइन्छन्, ती चाहिँ त्यसरी कृषि लोनहरू पाइन्छन्। त्यताबाट लोन लिएर त्यस्ता सम्भाव्य भएका क्षेत्रहरूमा लगानी गरेर इन्कम लिन सकिन्छ। अब कुरा रह्यो इन्कम गर्नु मात्रै ठुलो कुरा हो त? इन्कम त हामीसँग निकै होला, निकै गर्न सक्छौँ होला, तर सेभिङ भएन भने त्यहाँ चाहिँ भोलिको भविष्य उज्जवल बन्न सक्दैन, धनी बन्न सकिँदैन। त्यसो भएकोले हामीले गरेको इन्कमको केही निश्चित पर्सेन्ट हामीले सेभिङ गर्नुपर्दछ। अनि त्यसले भोलिको जीवन सुनौलो बनाउन सक्छ। एउटा चाहिँ सरकारी जागिरीले पेन्सन खान्छ, भोलिको जीवन सहज बनाउँछ, तर प्राइभेट जागिर गर्ने मान्छेले, कृषि कुनै पेसा गर्ने मान्छेले सेभिङ भएन भने भोलिको भविष्य अथवा चाहिँ वृद्धावस्था त दुःख हुन्छ। त्यसो भएकोले उनीहरूले अझै सेभिङ गर्नुपर्ने आवश्यक हुन्छ। यो सेभिङ गर्ने विभिन्न ठाउँहरू होलान्। मैले तपाईँहरूलाई सजेस्ट गरेको राम्रो ठाउँ, मैले देखेको राम्रो ठाउँ भनेको इन्सुरेन्स हो। त्यो पनि नेसनल लाइफ इन्सुरेन्स। नेसनल लाइफ इन्सुरेन्समा तपाईँले जीवनश्री सावधिक, जीवनश्री होल लाइफ जस्ता पोलिसीहरूमा सरिक हुनुभयो भने तपाईँले तपाईँको बिमाङ्कको दोब्बर भन्दा बढी नै लाभ गर्न सक्नुहुन्छ। यदि तपाईँले 50 लाख रिटर्न हुने गरी भनौँ न, 50 लाख रिटर्न हुनुको लागि तपाईँले धेरै ठुलो चाहिँ बिमा गरिराख्नु पर्दैन। तपाईँले वार्षिक 1 लाख, 1.25 लाख यदि सेभिङ गर्ने भने तपाईँले 15 इयर्स पछि 50 लाख रिटर्न पाउन सक्नुहुन्छ। त्यो 50 लाख यदि तपाईँले 10%मा चाहिँ मात्रै इन्ट्रेस्टमा लाउने हो, ब्याजमा लाउने हो भनेदेखि तपाईँको मासिक 50,000 आउँछ। तपाईँ अनि किन तपाईँलाई सरकारी जागिर चाहियो, अनि तपाईँले किन पेन्सन चाहियो? त्यसैले पुग्दैन। तपाईँलाई मात्रै होइन, तपाईँका भोलिका सन्ततिलाई पनि त्यसैले पुग्छ। त्यसो भएकोले अब भोलिको उज्जवल भविष्यको लागि, भोलिको आरामदायी भविष्यको लागि, भोलि धनी बन्ने बाटोको लागि ढिला नगरिकन, केही नसोचिकन, निर्धक्कताका साथ ढुक्क भएर अब नेसनल लाइफ इन्सुरेन्समा इन्सुरेन्स गर्न अगाडि बढ्नुहोस्। त्यसका निम्ति यदि केही समस्याहरू छन्, केही जिज्ञासा छन् भने तल कमेन्टमा सर इन्सुरेन्स कसरी गर्ने अथवा तपाईँलाई लागेका कुनै जिज्ञासाहरू त्यहाँ सोध्नुहोस्। मैले यी जिज्ञासाहरूको उत्तर दिने नै छु र तपाईँहरूलाई सहयोग गर्ने नै छु भन्दै यो भिडियोबाट बिदा हुन्छु। बिदा हुनुभन्दा पहिला यदि तपाईँलाई यो भिडियो मन पर्यो, लाइक, कमेन्ट, सेयर गरेर सपोर्ट गरिदिनु हुनेछ भन्ने आशा गर्दछु। हस्त, धन्यवाद, नमस्कार।